100% शुद्ध के हो शाकाहारी अरे बकवास साथीहरू यो होटल एकदम महँगो खाना पनि के अरे समोसा पनि चिसो है त्यो आलु र छोलाको पनि एकदम चिसो बकवास कति साह्रो महँगो हुने त यस्तो चिसो र यस्तो थर्ड क्लास साथीहरू कहिले पनि जिन्दगीमा नआउनु होला यो दोकानमा चाहिँ मान्छे लुट्ने दोकान मान्छेलाई आलु बनाउने दोकान साथीहरू काठमाडौँमा यस्तो स्क्याम भयो साथीहरू हेर्नु 450 रुपियाँको एउटा चिया छोला हैन अनि एउटा कचौरी बकवास बिहारी सलाद धोती साथीहरू आज हामी चाहिँ काठमाडौँको यो यता पशुपति जाने ठाउँमा हामी रोडमा एयरपोर्टदेखि यता अलिक अगाडिपट्टिको रोडमा आएको थियौँ है खाजा खानु पसेको यहाँ हामीसँग चाहिँ अलिकति है के भन्ने तपाईँहरूले छुटाउनु होला र हामीले मागेको थियौँ चिया हैन एउटा चिया दुईटा चिया अनि दुईटा समोसा मागेको थियौँ दुईटाको कति भयो भन न प्राइस 400 रुपैयाँ भयो 420 रुपैयाँ भयो हेर्नु साथीहरू यति साह्रो महँगो पऱ्यो कि हामीलाई चाहिँ हैन खाजा खाने घरमा र तपाईहरु पनि अलिक होशियार हुनु होला खाजा खाँदाखेरि दाम अगाडि सोधेर होटलतिर खानु होला बुझ्नुभयो साथीहरू हामीले समोसा र चिया मागेको तर यो अनि तपाईले पनि भन्नुपर्छ यो फाल्टो आयो हैन तर हामीले सोच्यौं यसमै अब इन्क्लुडिङ होला अलिक भनेर हामीले खायौं हैन तर अहिले आएर 2 प्लेटको चाहिँ 400 रुपैयाँ भने हैन त्यही भएर हामी त यसरी फस्यौं तपाईहरु पनि यसरी कुनै पनि होटलमा जाँदाखेरि या त अरु होटलमा त त्यस्तो छैन होला तर यो होटलमा आउँदाखेरि चाहिँ तपाईहरुले पनि दाम सोधेर खानु होला है।